ल स्टार्ट गर। हिजो चाहिँ हामीले कहाँनिरसम्म पढेको भन्दाखेरि डेबग पाइथन स्लाइड्स अनि स्पार्स। हिजो चाहिँ हामीले कुन कन्सेप्ट पढेको थियौँ रे? ल हिजो चाहिँ ओभरफिटिङ भनेको के हो हेरेको थियौँ हैन। अनि लिनियर रिग्रेसनमा ओभरफिटिङले के प्रब्लम दिन्छ पनि हेरेको थियौँ। लस्ट डाटा ट्रेनिङ डाटामा के इरर आइरहेछ भनेर पनि हेरेको थियौँ। अनि त्यसलाई घटाउनलाई के युज गर्नुपर्छ भन्थ्यौँ? रेगुलराइजेसन युज गर्नुपर्छ भनेर पढेको थियौँ। रेगुलराइजेसन युज गर्ने चाहिँ हाम्रो दुईवटा टेक्निक हुन्थ्यो। एउटा टेक्निक के थियो? L2 रेगुलराइजेसन। त्यसमा चाहिँ के गरिन्थ्यो भन्दाखेरि थीटा आई स्क्वायर भनेको हाम्रो के हो? वेटको स्क्वायरमा त्यसलाई एउटा अल्फा ल्याम्डा जे भए पनि एउटा हाइपर प्यारामिटरले पेनाल्टी दिँदै जाने। त्यो दिएपछि के हुन्छ? डिपेन्डेन्स चाहिँ घट्छ भन्ने टेक्निक सोचेको थियौँ। अनि यसलाई L2 रेगुलराइजेसनलाई के भन्थ्यो अरे? ल्यासो है। मैले यो कन्फ्युज हुन्छु म पनि। L2लाई चाहिँ ल्यासो हो कि होला, L1 चाहिँ रिजल। यो दुईवटा यताउति हो, फरक दियोस्। ल्यासो रिग्रेसन र रेज रिग्रेसन। यसमा इलास्टिक भन्ने पनि हुन्छ र हिजो डकुमेन्टेसन हेरेर देखेको थिएँ। मैले भनेको थिएँ त इलास्टिक भन्ने हुन्छ भनेर। हामीले आज इलास्टिक गर्ने त हो। मैले हिजै भनेको थिएँ त। तपाईँ सुन्नु भएन, क्लासमा एटेन्टिभ हुनु भएन नि जस्तो लाग्यो तपाईँहरू। अब जाम थियो आज होइन? जाम थियो आज। ल हेर त, L2 र L1 रेगुलराइजेसन हुन्थ्यो। अनि यो L1 र L2 रेगुलराइजेसन मैले दुईटै एकैचोटि युज गर्नेलाई चाहिँ के रेगुलराइजेसन भनिन्छ भन्दाखेरि इलास्टिक भनिन्छ। मैले चाहिँ भनेको थिएँ। अनि आज चाहिँ हामी यही इलास्टिक हामीले हिजो थ्योरी पढ्यौँ, युज चाहिँ गरेको थिएनौँ, आज युज गर्छौँ भनेर भनेको थियौँ होइन त? यति नै हो। अनि L2 रेगुलराइजेसन के अरे मेरो? ल्याम्डा आईको स्क्वायर होइन त? L1 के हो मेरो? ल्याम्डा यो होइन त? एब्सोल्युट अफ थीटा आई क्यू आई होइन त? L1 र L2 ठिक छ। अनि स्पार्स लिनियर रिग्रेसन भनेको के हो भन्दाखेरि यो रेगुलराइजेसन युज गर्ने र गरेको रेगुलरलाई चाहिँ के भनिन्छ? स्पार्स लिनियर रिग्रेसन भनिन्छ। त्यसको कन्सेप्ट भनेको के भन्दाखेरि यो B1हरू B2हरूको जुन छ नि वेटको डिपेन्डेन्सी घटाउँ भन्ने कन्सेप्ट हो हामीले। अनि घटाउँदा कस्तो हुन्छ भन्दाखेरि जस्तो यो भ्यारिएबल 1 वाइसित एकदम डिपेन्डेन्ट छ भने के हुने भयो? यसको स्लोप यो B1 को लाइन मतलब यो पोइन्टहरुसित मिलेर देखिने भयो। यदि मिलेन B2 = 0 हुने भने के हुने भयो? एउटा फ्ल्याट लाइन हुने भयो। इन्डिभिजुअल भेरिएबल जस्तो भेरिएबल 1 भेरिएबल 2 भेरिएबल 3 भेरिएबल 4 गर्दा इन्डिभिजुअल भेरिएबलमा नै हेर्न मिल्छ के हामीले। त्यसरी पनि एउटा प्लटिङ गर्न मिल्छ। अब आजको काम अनि सिमिलरली यही रेगुलराइजेसनको यो के टर्म रे यो रेगुलराइजेसन टर्म चाहिँ हामीले लोजिस्टिक रिग्रेसनमा पनि युज गर्न मिल्छ। लोजिस्टिक रिग्रेसनमा नि डिफिसिएन्सी हाल्न मिल्छ। लोजिस्टिक रिग्रेसनको हाम्रो लस फंक्सन के रे? y ln y क्या नबिर्सिउँ न प्लस 1 माइनस y ln 1 माइनस y क्या यही हो त हाम्रो यसको समेसन 1 देखि nसम्म माइनस यही हो त हाम्रो लग लाइक्लीहुड इरर। यो के को लस फंक्सन? लोजिस्टिकको। यसमा अब मैले के गर्छु नि प्लस ल्याम्डा यो गरेर के गर्न सक्छु? मैले रेगुलराइजेसन लोजिस्टिकमा पनि हाल्न सक्छु। तर लोजिस्टिकमा त्यति रिलेभेन्ट चाहिँ हुँदैन जस्तो उसमा हुन्छ नि लाइन फिटिङमा। लोजिस्टिकमा किनभने लोजिस्टिक भनेको डिभिजन क्रिएट गर्ने हो हैन। त्यो डिभिजन क्रिएट गर्ने भएको कारणले गर्दाखेरि एकदम मजाले कर्भ चाहिने भन्ने कहिले पनि हुँदैन के त्यसमा है। तर धेरै रिलेभेन्ट चाहिँ केमा हुन्छ? लिनियर रिग्रेसनमा चाहिँ धेरै रिलेभेन्ट हुन्छ। आज चाहिँ हामीले टु इम्प्लिमेन्ट स्पार्स लिनियर रिग्रेसन युजिङ एस्केलॉन वी युज इलास्टिक नेट
इलास्टिक नेट भन्ने क्लास युज गर्छौँ त्यसको। त्यसमा चाहिँ अमेरिकन बेसबलको स्पोर्ट स्ट्याटिस्टिक्स भन्ने डाटा सेट छ हामीसित। त्यहाँ baseball.csv भन्ने मध्येकै डाटा सेटमा छ होला। त्यो चाहिँ त्यसमा चाहिँ टन्न फिचर छ, 12-15वटा फिचर छ क्या मेरो विचारमा है। त्यही डाटा सेटमा एक्चुअली रन गरेर हेर्छु के हुँदो रहेछ। म अहिले चाहिँ त्यो डाटा सेटमा रन गरेर हेरौँ। अनि त्यसपछि हिजोको डाटा सेट कुन थियो अरे? क्यालिफोर्निया हाउसिङको चाहिँ कति एक्युरेसी आएको थियो हिजोको याद छ नि? अराउन्ड 0.64 र 0.61 थियो, 0.71 र 0.67 समथिङ थियो ट्रेनिङ र टेस्टिङ एक्युरेसी होइन। यो चाहिँ नर्मल लिनियर रिग्रेसनमा थियो, यो चाहिँ के को लिनियर रिग्रेसनमा थियो? पोलिनोमियलमा थियो। अब स्पार्स युज गरेपछि कति बनाउन सकिँदो रहेछ एकचोटि हेरौँ है। अनि मैले हिजो एउटा इम्पोर्टेन्ट कुरा पनि भनेको थिएँ, स्पार्स लिनियर रिग्रेसन स्पार्स रिग्रेसन युज गरिसकेपछि कस्ट फङ्सन कहिले पनि 0 पुग्दैन। किन भन्दाखेरि यो टर्म त थपिरहेको छ नि त, यो टर्म कहिले पनि 0 हुनै सक्दैन क्या। किन भन्दाखेरि यो वेटको स्क्वायर हो नि त। यो टर्म 0 हुनलाई के हुनुपर्छ? वेट मेरो सबै 0 हुनुपर्छ। वेट 0 हुनु भनेको त केही प्रेडिकै नभएर जस्तै छ। सिम्पल इक्वेसन त्यसै इक्वेसनबाट आउट भएर छ। त्यस्तो त डाटा त हुँदै हुँदैन जिन्दगीमा पनि। त्यो भएको कारणले गर्दा कस्ट फङ्सन चाहिँ कहिले पनि यसले 0 बनाउन सक्दैन। सकेसम्म 0 लाई एप्रोक्सिमेट गर्ने ट्राई चाहिँ उसले गर्ने हो है। ल क्लियर छ आज गर्ने काम के हो भनेर? आई थिङ्क क्लियर छ है। क्लियर छ भने म इलास्टिक नेट यो के ल्यासो र रिज रिग्रेसन पनि युज गर्ने र प्र्याक्टिस गर्नु ल। लेट्स डु इट। गराएको छैन नि त ल्यासो रिग्रेसन होइन। ल ओके लेट्स डु इट। व्हाट्सएपमा मेसेज आयो र अनलाइनमा कोही भनेर? छैन। ए ओके स्योर। ल म कोल्याब खोल्छु। कोल्याबमा आई थिङ्क हिजोको नोटबुक मैले सेयर गरिसकेको छु है। के थियो त्यो हिजोको नोटबुकको नाम? यो हो क्लास 2 पोलिनोमियल रिग्रेसन स्पार्स। ओके हुन्छ स्पार्स पनि गर्न बाँकी थियो नि त त्यसमा। ल त्यो गर्न बाँकी थियो भने लेट्स डु इट। कि क्यालिफोर्निया हाउसिङमै गर्ने? एउटै डाटा सेटमा के काम गर्ने? अर्कोमा गरौँ मजा नै आउँछ नि त। क्यालिफोर्निया हाउसिङ चाहिँ आफूहरूलाई गर्न दिन्छु म है। ल म सिम्पली पहिला के गर्छु, यो फर्स्टको रन गर्छु है। अनि यो एस्केलनवाला चाहिँ म अझै थपेर रन गर्छु। यो बिचको केही पनि रन गर्दिनँ, म तल जान्छु डाइरेक्ट है। अनि यहाँ चाहिँ म यसलाई कोडमा कन्भर्ट यसलाई चाहिँ डाइरेक्ट उसमा कसरी कन्भर्ट गर्न मिल्थ्यो कि? एनी आइडिया? टेक्स्टमा यहाँबाट चाहिँ मेरो के छ? लेट्स स्टार्ट विथ ल्यासो रिग्रेसन ल है। यहाँबाट म ल्यासो रिग्रेसन सुरु गर्छु। फाइन फाइन है। नम्पाइज इम्पोर्ट गर्ने काम माथि गरेँ मैले, ल्यासो चाहिँ म तलै इम्पोर्ट गर्छु। ल ल्यासो रिग्रेसनलाई सबसे राम्रो मैले जहिले पनि देखाउने भनेको एस्केलनको ल्यासोभित्र जाने है। एस्केलनकोमा जाने। एस्केलनको केमा रहेछ ल्यासो? एस्केलन डट लिनियर मोडलभित्र ल्यासो रहेछ। मैले त्यसलाई के गर्नु पऱ्यो? फ्रम एस्केलन डट लिनियर मोडल इम्पोर्ट LASSO ल्यासो। फाइन ल्यासो इम्पोर्ट भयो है। ल्यासो इम्पोर्ट भयो। यहाँ हेरौँ त यही देखिहाल्छु क्या मैले ल्यासोको के छ भनेर। यहाँ के छ हेरौँ त ल्यासोको अल्फा भन्ने चाहिँदो रहेछ ल्यासोलाई। अल्फा डिफल्टमा कति राख्दो रहेछ? 1 राखेको छ। 1.0 भने 1 नै भयो। अलिकति जुम गरौँ है देखिन्छ जस्तो लाग्यो। 1.0 रहेछ है। अनि त्यसपछि त्यसको के रहेछ? यो स्टार भनेको चाहिँ डाटा हो क्या, यो कन्फ्युज नहुँ। स्टार भनेको चाहिँ के हो? डाटा हो क्या। XY डाटा राख्ने हो क्या हामीले। XY राख्नुपर्छ नि त त्यहाँ। अनि त्यसपछि फिट इन्टरसेप्ट ट्रु गर्ने कि नगर्ने भन्ने रहेछ। इन्टरसेप्ट राख्ने कि नराख्ने भनेको बायस राख्ने कि नराख्ने भन्ने खोजेको हो कि हाम्रो। यस्तो हो नि त टर्म त B प्लस WX हो कि नै। B भनेको के भन्थेँ मैले? बायस भनेको थिएँ। W भनेको के भन्थेँ? वेट भनेको थिएँ। अन्त बायस हटाउन नि मिल्छ कि कति इक्वेसनमा चाहिँ यस्तो नि देखिन्छ कि इक्वेसन y = WX। त B चाहिँ हटाइदिन्छन् क्या, बायस चाहिँ सिम्पली हटाइदिन्छन्। त्यो हटाएको किन भन्ने कुरा अलि पछि म बुझाउँछु। बायस भेरिएन्स ट्रेड अफमा यसको कुराहरू आउँछ होइन।
यस्तरी पनि गर्छन्। अनि यो 22 हाल्ने कि नहाल्ने भन्छ, उसले डिफल्टमा चाहिँ के राखेको रहेछ, हाल्ने भनेर राखेको रहेछ। ट्रु है। एउटा त्यो हाल्नु भनेको इक्वेसन चाहिँ यो पर्फर्म गर्नु भन्नु खोजेको, केही फरक होइन। कति हाल्छ त उसले इटिरेसन गर्दै गएपछि मिलाउँछ नि है। अनि त्यसपछि प्री कम्प्युट फल्स। प्री कम्प्युट भनेको पहिले राखेको वेट पनि राख्न मिल्ने, अनि कपी एक्स ट्रु, म्याक्सिमम इटर कतिसम्म पुऱ्याउने, म्याक्सिमम इन्टिग्रेसन कतिचोटि गर्ने। यो म्याक्सिमम इन्टिग्रेसन यसमा चाहिँ किन राखेर, जस्तो अगाडिको लिनियर रिग्रेसनमा चाहिँ किन थिएन भन्दा मैले हिजो भनेको थिएँ नि, जस्तो यो चाहिँ कस्ट कहिले पनि 0 पुग्दैन, कस्ट कहिले पनि 0 नपुग्ने भएको कारणले गर्दा एउटा स्टपिङ क्राइटेरिया चाहिन्छ कि यसलाई। कि स्टपिङ क्राइटेरिया कि म्याक्सिमम इन्टिग्रेसन यति जान्छु भने स्टप गर्न पऱ्यो, कि यो टिओएल भने टोलरेन्स भनेको जब 0.0001 भनेको 4 डिजिटसम्म जब मिल्छ नि, कस्ट फङ्सन मिलिरहेको छ नि, तब चाहिँ रोक भन्नु खोजेको टाइपको के यो हुन्छ। यो वान अफ द म्याक्सिमम इटर या टोटलको क्यारेक्टर बिट हेर्नु मिल्छ, यो पोजिटिभ अरू कुराहरू हेर्न हुन्छ। यसमा अब हाम्रो इम्पोर्टेन्ट भनेको यसको एट्रिब्युट के हेर्न मिल्छ, कोफिसियन्ट भन्ने हेर्न मिल्छ, COEFF। कोफिसियन्ट भनेको के हो हाम्रो, त्यो B1 B2 B3हरू चाहिँ कोफिसियन्ट हो कि, त्यसलाई कोफिसियन्ट भनिन्छ कि। अनि मेरो कोफिसियन्ट चाहिँ कस्तो आइरहेछ भनेर हेर्न मिल्छ कि यसबाट, म अहिले देखाइदिन्छु कोफिसियन्ट पनि हेर्नलाई। अब अरू इन्टरसेप्ट पनि हेर्न मिल्छ है, नम्बर अफ इन्टिग्रेसन कति हेर्न मिल्छ, नम्बर अफ फिचर कति छ पनि हेर्न मिल्छ। लगभग त्यति नै भयो है। त्यति नै भयो भनिसकेपछि अनि अल्फा चाहिँ, अल्फा भनेको चाहिँ उयो मेरो लाम्डा हो कि, त्यसलाई चाहिँ अल्फा भन्छ। अल्फा भनेको यस्तो सिम्बल भयो नि त है, अल्फा भयो। मैले अल्फा सिम्बल किन लाम्डा लेखिदिएको भन्दा अल्फा हामीले लर्निङ रेटमा राखेको छ नि त, त्यही भएर कन्फ्युज हुन्छ भनेर मैले लाम्डा लेखिदिएको। सिम्बलमा नजिक्यौँ है, जे राख्न पनि पाइयो, त हामीले बनाएको कुरा हो, कन्फ्युज हुनु परेन। ल YAL1 चाहिँ रहेछ लासो, सरी मैले रङ लेखेछु, यता रासो उता हातो है। कोही आयो भने त नजान्ने टिचर रहेछ होइन, त्यो केही नजान्ने आडै टिचर रहेछ भन्ला। नर्मल्ली YAL2 रेगुलराइजेसन बढी युज गरिन्छ है, लासो भन्दा नि YAL1 भन्दा नि YAL2 युज गरिन्छ, स्क्वायरवाला बढी युज गरिन्छ क्या पेनल्टी कोफिसियन्ट भन्दा नि। ल यति क्लियर भयो है। डकुमेन्टेसन हेर्न पनि सिकाए, जाने कसरी यताउति के रहेछ प्यारामिटर होइन। अब मैले जस्तो कस्तो हुन्छ नि डकुमेन्टेसनमा, मैले मोडल लासो भन्ने बनाएँ, इजिकल्स टु लासो गरिसकेपछि के हुन्छ, एउटा मेरो मोडल बनेको बनेन यति गरिसकेपछि, मोडल लासो इजिकल्स ट्याच गरेँ मोडल बनेको बनेन नि त यति गरिसकेपछि। अब यसमा मैले केही पनि प्यारामिटर राखिनँ भने चाहिँ यो सबै यो डिफल्ट प्यारामिटरहरू आएर बस्ने हो क्या, यहाँ लेखेको कुरा बुझ्यो, त्यस्तो हुन्छ कि। जस्तो मैले यसको प्यारामिटर पनि हेर्न मिल्छ होला, एट्रिब्युट, यो प्यारामिटर भनेको प्यारामिटरहरू भयो, एट्रिब्युट भनेको चाहिँ के एट्रिब्युट हेर्न मिल्छ। मैले यसको स्पार्क्सको उस हेर्न मिल्दैन, प्याराम्स हेर्न मिल्दैन, मिल्छ कि एकचोटि हेरौँ है त। मोडल लासो डट प्याराम्स नमिल्ने रहेछ, कुन प्यारामिटर सेट भयो भनेर नि हेर्न मिल्ने एउटा छ कि प्याराम्स भन्ने, यसमा चाहिँ रहेन रहेछ प्याराम्स। त्यस्तै के छ अलिक खोजौँला त है, यो लासो भयो। अब मलाई अल्फाको कति स्ट्रङ अल्फा गराउनु मन छ भने चाहिँ 1 होइन। अब 1 कै गरौँ त्यसो भए त, पहिला सुरुमा अल्फा इजिकल्स टु 1 कै गरौँ। अब अरू फिट इन्टरसेप्ट ट्रुहरू ठिकै छ होइन, म्याक्सिमम इन्टिग्रेसन 1000 गरौँ, 1000 पनि ठिकै छ। ल अरू सब ठिक छ, अरू त्यति मतलब नलिगौँ है। म्याक्सिमम इन्टिग्रेसन 1000 राखौँ, टोलरेन्स पनि त्यति नै राखौँ, लगभग यो ठिकै छ। यो डिफल्टै युज गरेँ भन्न खोजेको मैले, डिफल्ट युज गरेर भन्नलाई मैले यहाँ लेखिराख्नु पर्दैन कि, त्यो डिफल्ट आफै डिफल्ट भइहाल्छ कि। जस्तो यो 1 को ठाउँमा मैले 2 लेख्नु पऱ्यो, केही लेख्नु पऱ्यो भने मात्र मैले त्यहाँ प्यारामिटर पठाउनु पर्ने है। अब यो त बनाएँ, अब मेन त हाम्रो डाटै रेडी गरेको छैन। पहिला काम त डाटा रेडी गर्ने हो नि त, हो कि नै। डाटा रेडी गर्नलाई चाहिँ माउन्ट गरौँ गुगल ड्राइभलाई, गेट प्याराम्स हो भयो, त्यसले डट गेट यो हो ब्राकेट हो कि नै हो, फङ्सन हो। यति गऱ्यो भने चाहिँ प्यारामिटरहरू आउँछ कि है। जस्तो यो अहिले चाहिँ के आइरहेको छ, यो 1 ट्रु, फिट इन्टरसेप्ट ट्रु, म्याक्सिमम इटर 1, पोजिटिभ फल्स, प्री कम्प्युट फल्स, ऱ्यान्डम स्टेट नन, साइक्लिक यो, टोलरेन्स यति, वार्म स्टार फल्स, यो सबै चाहिँ के हो त यहाँ माथि लेखेको प्यारामिटर हो कि, डिफल्ट प्यारामिटर हो। जस्तो मैले अल्फा यसमा 2 गरिदिएँ भने अब यो प्यारामिटर कति आउँछ भन्दाखेरि अल्फा 2 भनेर आउँछ कि। त्यही भएर डिफल्टै युज गर्ने भने यहाँ केही नलेखेको पनि फरक पर्दैन।
कुरा बुझ्यो नि। यो चाहिँ अब एपिआई अब फङ्सन युज गर्न सिकाउनुपर्छ कि है। ल ड्राइभमा जाम, म अल्फा 1 नै युज गर्छु। अल्फा बढाउँदै गएपछि डिपेन्डेन्स कसरीले घटाइदिँदै जान्छ भन्ने कुरा अहिले एकछिनमा एक्सप्लोर गरौँ ल होइन। अहिले चाहिँ 1 नै गरौँ। 1 नै गरेपछि माई ड्राइभमा जाउँ, आई थिङ्क डाटामा जाउँ। डाटामा गइसकेपछि यो बेसबल.csv भन्ने डाटा, यो अमेरिकन बेसबलवाला डाटा चाहिँ यो हो जुन मैले स्लाइडमा लेखेको छु नि। विल वर्क विथ द डाटा अफ अमेरिकन बेसबल स्पोर्ट्स स्ट्याटिस्टिक्स। द टास्क इज टु प्रेडिक्ट इच प्लेयर स्यालेरी बेस्ड अन देयर ब्याटिङ स्ट्याटिस्टिक्स। हाम्रो काम के हो भन्दाखेरि हरेक प्लेयरको स्यालेरी पत्ता लगाउनु पर्ने हो उसको ब्याटिङको स्ट्याटिस्टिक्स हेरेर है। अब बेसबल कतिलाई थाहा छ? अलिअलि कि राम्रै थाहा छ? जस थाहा छ बेसबल कसरी। बेसबलमा चाहिँ एभरेज होम रन कति गरेछ त्यस्तो हुन्छ कि उनीहरूको ब्याटिङ एभरेज कस्तो छ, अनि त्यसपछि उस कस्तो छ। जस्तो क्रिकेटमा अर्को हुन्छ, सेन्चुरी कति हानेछ त हुन्छ। बेसबलको चाहिँ अलि फरक छ स्ट्याटिस्टिक्स। अब हामी त्यो डाटा लोड गरौँ। लोड गर्नलाई के त मैले डाटा बेसबल भनेर लेखिदिन्छु। इज इक्वल्स टु के गर्नु पऱ्यो, pd.read csv अनि पाथ नेम हान्नु पऱ्यो। पाथ नेम मैले डाइरेक्ट कसरी हान्न मिले, यसरी गरेर कपी पाथ गर्ने अनि यसलाई मैले यसरी यो गरेपछि के भयो, मेरो बेसबल डाटा आयो। डाटा बेसबल एकचोटि मैले कोड गर्दा हेरौँ है, म टाइम दिन्छु कोड गर्ने, त आत्ति नै पर्दैन। त्यो प्यारलली अब कम्पिटिसन होइन क्या, म चाहिँ टाइप गर्न कसले सक्छ भनेर। मैले कोड हेर्दा चाहिँ मजाले बुझौँ क्या, म टाइम दिइहाल्छु नि मजाले। मैले दिएको छैन टाइम कोड गर्नलाई है, त्यो बेलामा चाहिँ एक्सप्लोर गरौँ। जस्तो केही क्वेसन हुन्छ त्यो डाटा बेसबल के रहेछ, म एकचोटि हेर्छु डाटा। हेर्नु त के रहेछ, हरेक प्लेयर रहेछ, उसको स्यालेरी रहेछ, उसको एभरेज ब्याटिङ रहेछ, उसको एभरेज हिट रहेछ, एभरेज होम रन छ, एभरेज रन कति बनाएको छ, यो आरबिआई भने आई डोन्ट नो के हो, एभरेज वाक्स कति छ, एभरेज इयर्स कति छ, एभरेज सर्ट एन्ड क्यारेटकी ब्याटिङ कति छ, के छ भने टन्न चाहिँ फिचर छ क्या यसमा। टन्न फिचर भइसकेपछि के हुन्छ, डिपेन्डेन्स हुने चान्सेस बढी हुन्छ। त्यहीँ रेगुलराइजेसन चाहिने हो त। फिचर बढी भएपछि चाहिने त हो रेगुलराइजेसन होइन। कतिवटा फिचर रहेछ टु बी एक्ज्याक्ट 21 वटा फिचर रहेछ होइन। 21 वटा फिचर लेट्स सी इन्फो कस्तो छ, data.baseball.info है। इन्फो हेर्दैछु म, यो मैले यसरी काट्दै त 20 लगभग 20 फिचरमा एउटा प्लेयर नेम हुन्छ। नेम खासै काम लाग्ने कुरा होइन हामीलाई, त्यो एक्सक्लुड गर्छौँ। यो स्यालेरी त हामीले प्रेडिकै गर्ने हो, यो त वाइ हो नि त हाम्रो प्रेडिक्ट गर्ने कुरा हो। यति चाहिँ रहेछ भने चाहिँ कतिवटा रहेछ, लाइक 2 देखि 20 सम्म रहेछ भने चाहिँ 18 वटा रहेछ। 18 वटा के रहेछ हाम्रो फिचर रहेछ है। अब अहिले चाहिँ के गरौँ भन्दा 18 वटा फिचर युज गर्छौँ है। अब त्यो डाटा प्रि एनालाइसिसतिर नजाम, कुन फिचर रेलेभेन्ट हुन्छ, कुन फिचर नट रेलेभेन्ट हुन्छ, वी डोन्ट केयर, वी गिभ इट टु यो स्पार्स रिलेसनलाई दिने, तिमी आफै पत्ता लगाऊ कुन रेलेभेन्ट छ कुन रिलेभेन्ट छ, त्यही अनुसार पेनाल्टी हाल्दै जाऊ भन्ने हिसाबमा कन्सेप्टमा गयौँ हामी। त्यसमा गयौँ भने मैले के गर्नु पऱ्यो, पहिला XY डाटा छुट्याउनु पऱ्यो। मेरो फर्स्ट टास्क त त्यो होइन। एक्स छुट्याउन मलाई के गर्न सक्छु, एक्स इज इक्वल्स टु डाटा बेसबलको डट मैले के गर्नु पऱ्यो, ड्रप गर्नु पऱ्यो। कोलम्स इज इक्वल्स टु कुन ड्रप गर्नु पऱ्यो मैले, एउटा चाहिँ प्लेयर भन्ने ड्रप गर्नु पऱ्यो, त्यो काम छैन। अनि अर्को स्यालेरी भन्ने ड्रप गर्नु पऱ्यो। यसरी मेरो एक्स डाटा बन्यो। वाइ डाटा बनाउनलाई के गर्नु पऱ्यो, एक्स चाहिँ सानो हो कि वाइ सानो हो रे, वाइ एक्स चाहिँ ठुलो है। किनभने सानो एक्स मल्टिप्लिकेसन कतै युज हुन्छ, त्यही भएर वाइ इज इक्वल्स टु त्यसको चाहिँ मैले के गर्नु पऱ्यो, डाटा बेसबल कुन युज गर्नु पऱ्यो, डाटा बेसबलको स्यालेरी त हो नि त आउटपुट हाम्रो। स्यालेरी त हो नि आउटपुट, पत्ता लगाउने स्यालेरी नि त। यो गऱ्यो भने के भयो, मेरो एक्स र वाइ डाटा मेरो कन्भर्ट भयो। हेरौँ एक्स हेरौँ भयो 263 वटा डाटा रहेछ 19 कोलमको। चाहिन्छ एभरेज ब्याटिङ सेटिङहरू जे चाहिने कुरा हो त्यही कुरा छ है। अब एउटा कुरा यो पनि सजिलो छ है, यस्तो खोलिसकेपछि यहाँनिर यो छ नि, यो यस्तो आउँछ नि, यो कोल्याबको फाइदा। यो थिचिसकेपछि कोल्याबले अहिले यस्तो आफै निकालिदिन्छ यसो ग्राफ ग्राफहरू कुन रिलेटेड छ यहाँ हो। यो चाहिँ कोल्याबको फाइदा, आफै जेनेरेट हानिदिन्छ क्या, त्यो कोड लेख्नु पर्दैन। यो चाहिँ कोल्याबको फाइदा है, यो प्योर कोल्याबको फाइदा, यो अरूकोमा छैन। त्यो भयो। अनि वाइ पनि मेरो आई थिङ्क वाइ पनि भयो होला।
भने मेरो स्यालेरी भयो। यो चाहिँ आई थिङ्क यो उसमा आएको है, अमेरिकन बेसबल स्ट्याटिस्टिक्स गरेर हेऱ्यो भने बेसबल स्ट्याटिस्टिक्स डाटा सेट हाल्यो भने देयर आर 52 बेसबल अवेलेबल। कुन डाटा हो कि अब फेरि यो होला हिटर्स बेसबल डाटा हो कि यो नै होला फर्मेट एट ब्याट। यो छ है। मेरो स्यालेरी चाहिँ के हो भन्दाखेरि स्यालेरी चाहिँ थाउजन्ड्स अफ डलर्समा लेखाएको छ कि मैले त्यहाँ, बुझ्यो? थाउजन्ड्स अफ डलर्स भन्न खोजेको जस्तो यसलाई चाहिँ पहिला 1000 सित मल्टिप्लाई गरेर निकाल्ने हो कि यो स्यालेरी। जस्तो यो नबुझ्ला भनेर क्या यो फेरि आई थिङ्क त्यो थ्रेसहोल्डबाट कम होला। थाउजन्ड्स अफ डलर्स भनिसकेपछि उसको चाहिँ 10,000बाट कम होला कि मेरो विचारमा रेन्ज मिलाउँदाखेरि। यो अलिकति प्री प्रोसेस डाटा हो, यो मसित भएको डाटा होइन। यो खासमा के गरेको भन्दाखेरि यो डाटालाई हामीले डाटा के गर्ने चलन छ भन्दाखेरि जस्तो सपोज कुनै डाटा चाहिँ x1 को रेन्ज चाहिँ 10 देखि 10,000 सम्म छ है। x2 को रेन्ज चाहिँ 50 देखि 100 सम्म छ है। x5 को रेन्ज चाहिँ फेरि 1 करोड देखि 5 करोड सम्म छ है। मतलब डिफ्रेन्ट डाटा डिफ्रेन्ट रेन्जमा भयो नि त। अनि क्यालकुलेसन गर्दाखेरि यसले गर्दाखेरि हाम्रो ग्रेडियन्ट क्यालकुलेसन चाहिँ मल्टिपलले बढ्दै जान्छ कि। क्यालकुलेसन टिडिएस हुन्छ, टाइम कन्ज्युम हुन्छ। यसलाई योलाई के गर्ने चलन छ भन्दाखेरि -1 देखि 1 को उसमा नर्मलाइज गरिन्छ कि डाटालाई, त्यो गर्ने चलन छ कि। अनि त्यस्तै नर्मलाइज गरेको डाटा हो क्या यो चाहिँ, मिनिमम म्याक्सिमम गरेर नर्मलाइज गरेको डाटा हो। यो नर्मलाइज नगरेको डाटा राख्नु पर्ने, मैले गरेको डाटा रहेछ कि मसित है। प्री प्रोसेसिङ एक लेभलको गरिसकेको त्यो नर्मलाइज गऱ्यो भने के फाइदा हुन्छ भने एकै ठाउँमा कोड हुन्छ अनि क्यालकुलेसन गर्न सजिलो हुन्छ कि। अनि प्लट गर्दाखेरि पनि एउटै रेन्जमा प्लट भइसकेपछि मैले यहीँ एनालाइसिस गर्न सक्छु कि डाटा कतिको रिलेटेड छ कतिको अनरिलेटेड छ। प्लट एनालाइसिस पनि राम्रो हुन्छ। कुरा बुझ्यो? त्यो भएर यसरी नर्मलाइज गर्ने चलन पनि छ। यो पनि प्री प्रोसेसिङमा पर्छ है। स्केलर गर्ने चलन छ। यो त अब पछि हेर्दै जान्छौँ झन् इमेजको डाटामा कति नर्मलाइज गर्नुपर्छ। सिम्पली यो कुरा पनि याद गरौँ, नर्मलाइजेसन पनि गरिन्छ हामीले गर्न। यो चाहिँ अब अहिले जम्मा 200 वटा डाटामा आई डोन्ट थिङ्क त्यो मतलब हुँदैन। तर पछि जब 2 करोड 3 करोड डाटा हुन्छ नि तब चाहिँ सिम्पल 100 × 100 गर्नु र 10 × 10 गर्नु नि धेरै फरक पर्छ कम्प्युटरको मेमोरीमा। यति घटाउन सक्यो भने पनि हाम्रो काम धेरै इफिसियन्ट हुन्छ। त्यो पनि एउटा काम हो क्या एनएल इन्जिनियरको, कसरी इफिसियन्टली ट्रेनिङ गर्न सकिन्छ भन्ने कुरा है। बुझियो यो कुरा? अनि यो डाटा चाहिँ मेरो के हो? नर्मलाइज हो। त्यही भएर यो -0.2 ले के सेन्स गर्न लाग्यो भनेर अहिले मलाई नसोध। कुनै स्ट्यान्डर्ड डेभिएसनमा यो नर्मलाइजेसन, एउटा नर्मलाइजेसन चाहिँ -1 to उसमा हुन्छ, एउटा स्ट्यान्डर्ड स्केलर नर्मलाइजेसन हुन्छ कि। म्याथमेटिक्स स्ट्याटिस्टिक्समा पढेको छु छैन। जस्तो मेरो डाटा यसरी कममा छ भने यसलाई मैले 0 देखि 1 को स्ट्यान्डर्ड डेभिएसनमा गरेर गर्ने नर्मलाइजेसनलाई के भन्छ? x - ρ/μ को स्क्वायरबाट फर्मुलाइज गरिन्छ नि, स्ट्यान्डर्ड स्केलर नर्मलाइजेसन भन्ने। कतिको याद छ? हो, खासमा यो स्ट्यान्डर्ड स्केलर नर्मलाइजेसन गरेको यसमा। डाटा साइन्समा चाहिँ त्यो नर्मलाइजेसन बढी युज हुन्छ कि। यो मिक्स म्यान नर्मलाइजेसन हुन्छ, मिक्स म्याक्स नर्मलाइजेसन पनि हुन्छ, स्केल कन्भर्जन पनि हुन्छ। जस्तो 10 देखि 10,000लाई 0 to सबैलाई 0 देखि 1 को स्केल कन्भर्जन पनि हुन्छ। तर अझै इफिसियन्ट चाहिँ यसरी गऱ्यो भने चाहिँ डाटाको प्रपर्टी इनहेरेन्ट प्रपर्टी लस हुँदैन भन्ने चलन छ कि। फेरि धेरै पोइन्टमा ल्यायो भने फेरि ग्रेडियन्ट स्केलिङ प्रब्लम पनि आउँछ। फेरि यो एकदम कम्प्लेक्स कुराहरू छ। अहिले सिम्पली हाम्रो काम भनेको लासो एल्गोरिदम बुझौँ। यो कामहरू बिस्तारै हेर्दै जाऊँ है। ल मेरो एक्स र वाइ डाटा छुट्यो। अब मेरो काम के बाँकी रह्यो? एक्स र वाइ डाटा छुट्टिन्छ। मोडल त बनाइसक्यो, अझै एउटा काम बाँकी रह्यो, बिर्सिरहेको छ है। यो नबिर्स्यौँ है। यो के गर्ने? डाटा बनाइसकेपछि हामीले के गर्थ्यौँ? स्प्लिट गर्नु पऱ्यो नि डाटालाई ट्रेनिङ र टेस्टिङमा। ट्रेनिङ टेस्टिङ स्प्लिट गर्नलाई मैले के गर्न सक्छु? फ्रम sklearn डट प्री प्रोसेसिङमा हो आई गेस, इम्पोर्ट
इम्पोर्ट ट्रेन टेस्ट स्प्लिट आई थिङ्क यो हो है मैले पनि बिर्सिन्छु होइन आयो होइन म बिर्सेपछि के गर्ने भन्दा एसकेलन ट्रेन टेस्ट स्प्लिट गर्ने मोडल सेलेक्सनमा चाहिँ रहेछ एसकेलनको मोडल सेलेक्सनमा प्रि प्रोसेसिङमा रहेन रहेछ केमा रहेछ मोडल सेलेक्सनमा रहेछ यस्तो याद गर्नु पर्दैन यस्तो यस्तो कुराहरू एक्जाम दिनु पर्दैन हामीले त्यही भएर सिम्पली गुगल चाहिँ युज गर्न पाइन्छ भन्ने बुझौँ है त्यो त बेकारमा दिमागलाई बढी टेन्सन दिएर त्यस्तो गर्नु पर्दैन यसको ट्रेन टेस्ट स्प्लिट गर्ने कोड कहाँ छ यहाँ छ यो यसको फर्मेट बिर्सिन्छ कि फेरि यसरी झ्याम्मै कपी हानौँ झ्याम्मै के गरौँ कसले केही म्यासेज गरे हो छैन ल यसमा जाउँ यो गरेपछि मेरो के भयो हेरौँ त होइन नि एक्स क्यापिटल हो वाइ स्मल हो त्यही गरे हामीले त्यही गरे ओके यो गरेपछि मेरो के हुने भयो एक्स टेस्ट वाइ टेस्टमा ट्रेन टेस्ट स्प्लिट छुट्टिने भयो यो अरू त बुझिन्छ है यो 33 मै छुट्याइदिउँ ल अहिले भनेको मान्नु के भयो अब ट्रेन टेस्ट स्प्लिटमा मेरो डाटा छुट्टियो अब के काम बाँकी रह्यो अब चाहिँ फिट गर्ने भनौँ न 33 भनेको चाहिँ 33% टेस्टमा डाटा राखौँ जस्तो मेरो डाटा टोटल डाटा कति हो हेर त 263 वटा हो नि त्यसको 33% निकाल 263 डिभाइड बाई 3 गरे कति हुन्छ गर न ल्यापटपमा क्यालकुलेटर निकाल्न आइहाल्छ त 263 डिभाइडेड बाई 3 भनेको 87 भनेपछि 88 वटा चाहिँ ट्रेनमा हुन्छ त कसरी थाहा हुन्छ ट्रेनमा कति छ टेस्टमा कति छ भनेर एक्स ट्रेन डट सेभ हेर कमा एक्स टेस्टको पनि सेभ हेर यति गरेर थाहा हुँदैन ट्रेनको सेभ कति रहेछ 176,19 रहेछ टेस्टको कति रहेछ 87.19 रहेछ हाम्रो हिसाबले त मिल्यो 87 निक्ल्यो भने हिसाबमा 86 point समथिङ ल्याएको थियो अब 86 मा टुक्राउनु मिल्दैन डाटालाई कसरी टुक्राउँ होइन 87 नै गराउनु पर्यो बुझ्यो ट्रेन टेस्ट स्प्लिट गरेको बुझ्यो भने लेट्स कन्टिन्यू अब के गर्नु पर्यो मोडल मेरो कहाँ छ मोडल लासो होला आई थिङ्क होइन मैले के लेखाएको थिएँ मोडलको नाम कहाँ छ मोडल लासो मोडल एलएसएसओ लासो डट के गर्नु पर्यो एफआइटी फिट गर्नु पर्यो फिट गरेर मैले के दिन्छु एक्स ट्रेन कमा के भनौँ न कोड वाइ ट्रेन होइन त यो गरेपछि के हुन्छ मेरो मोडल फिट हुन्छ भयो फिट भयो नि होइन भएपछि अब हामीले के हेर्नु मिल्छ मोडल लासो डट स्कोर हेरौँ टेस्ट स्कोर कति छ हेरौँ है त ट्रेन स्कोर कति छ हेरौँ पहिला अनि टेस्ट स्कोर हेरौँ ल ट्रेन स्कोर कति आयो मोडल 0 वाइ लासो डट स्कोर एक्स टेस्ट कमा वाइ टेस्ट किन 0 आएछ 0.44 0 स्कोर भने के हो पर्फेक्टली उस हो अहिले मेट्रिकै बुझेन यार मैले यो त के छ यसको मेथडहरू के छ हेरौँ त एकचोटि फिट छ गेट प्याराम्स छ पाथ छ प्रेडिक्ट छ स्कोर छ सेट छ सेट प्याराम्स छ सेट स्कोर यो छ लेट्स सी स्कोर The coefficient of R square is defined by where E is a residual sum of the square and V is the sum of the square. The best possible score is 1 and it can be negative because the model can be arbitrarily worse. A model that always predicts the expected value by regarding the individual could be R square of score. A 0 चाहिँ राम्रो रहेछ यसको मैले चाहिँ उल्टो भनेर रहेछु A constant model that always predicts the accepted value of y discarding the input feature could be R square स्कोर अफ 0 भनेको चाहिँ राम्रो स्कोर रहेछ 1 भनेको चाहिँ खै कहाँ भनेछ द बेस्ट पोसिबल स्कोर इज 1 एन्ड इट क्यान बी नेगेटिभ अल्सो रे होइन अ कन्स्ट्यान्ट मोडल द्याट अलवेज प्रेडिक्ट द एक्सेप्टेड भ्यालु अफ वाइ डिसरिगार्डिङ द इनपुट फिचर कुड बी आर स्क्वायर कुड बी 0 I don't know, more coefficient of determination of one okay.
त्यही त 0.9 भनेको त एकदम हाइली कोरिलेटेड हो। 0 भनेको कुनै पनि प्रेडिक्ट नगरेको होला क्या, जे पाइले प्रेडिक्सन गरेको जस्तो लाग्यो मेरो विचारमा। किन भन्दा यस्तो हेरौँ न, मोडल डट ल्यासो डट कोफिसियन्ट हेर्न मिल्छ नि त, के कोफिसियन्ट ल्याइरहेछ भनेर हेरौँ है त। कोफिसियन्ट के हो, COEFF कहाँ छ, COEF रहेछ, सरी COEF। हेर न सबै कोफिसियन्ट 0 छ क्या, एउटासित नि रिलेट गरेर आएन छ क्या, बुझ्यो? यो चाहिँ जे पाइदिए नै प्रेडिक्सन गरेको भयो, यो त ऱ्यान्डम केस नै भयो है। अब त्यो केले गर्दा भएको भन्दाखेरि यो अल्फाको हामीले डिपेन्डेन्सी बढिरहेको थियो होला कि, मोडल लास अल्फा चाहिँ 0.1 राखिदिउँ न त है, यो गरौँ 0.1 राखेपछि अब ट्रेन गरौँ त के हुन्छ, ठिक यसबाट गरौँ, गरे 0.1 अल्फासित ट्रेन भयो। अब हेरौँ, अब चाहिँ 0.53 आयो। 1 राख्यो भने चाहिँ के गर्दा भन्दाखेरि यस्तो टाइट उस दियो कि उस नै ट्रेड त्यो कसरी थाहा हुन्छ नि, यो कोफिसियन्टमा थाहा हुन्छ कि, यो कोफिसियन्ट अबको कोफिसियन्ट हेरौँ त यो के हो भन्दाखेरि यो फिचर कतिवटा फिचर हो मेरो, 18वटा हो नि, यहाँ 18वटै भ्याल्छ कि 1 2 3 4 5 5 3 15 16 17 18 19वटा फिचर रहेछ मेरो विचारमा त्यसमा है, 19वटा फिचर। त्यसमा यो 0 भएको चाहिँ के भएको भन्दाखेरि त्यो फिचरलाई चाहिँ हटाइदिएको के, त्यो फिचर चाहिँ खासै रेलेभेन्ट छैन भनेको, जुनमा ऊ हालेछ नि भ्यालु हालेछ नि, त्यो फिचर चाहिँ रेलेभेन्ट छ भनेर कम्प्युटर पत्ता लगाएर उस नगरेको हो क्या। बुझियो यो कुरा, कसरी चाहिँ यो चाहिने फिचर लिने चाहिने फिचर नलिने काम गर्दो रहेछ, बुझ्यो कि बुझिएन है। अल्फा 0.1 युज गरेर मेरो कति आयो स्कोर, 0.53 आयो। अब यो यसमा टेस्टिङमा स्कोर कति आयो, 0.30। अब यो त्यति राम्रो मोडल चाहिँ होइन यो है। अब अल्फाको भ्यालु अब यसरी चेन्ज गर्दै जाउँ, 0.01 गरौँ, अलि डिपेन्ड त्यति पेनाल्टी नदिउँ है, पेनाल्टी नदिउँ त्यति धेरै, पेनाल्टी धेरै नदियो भने के हुँदो रहेछ, पेनाल्टी धेरै नदियो भने कति भयो, 60% उता भयो, 34% यो भयो। कोफिसियन्ट हेऱ्यो भने अब पेनाल्टीमा धेरै नदिएपछि अब अलिअलि पहिला 0 आएकोहरू पनि भ्यालु आउँदै गयो कि, पेनाल्टी कम दिएको छु नि त मैले, उनीहरू पनि एक्टिभ हुँदै गयो भनौँ न। अनि जस्तो कस्तो हुन्छ भन्दाखेरि यो माथि कहाँ गयो, यसलाई तलै राखिदिउँ यार, योलाई चाहिँ तलै राखिदिउँ है, कन्ट्रोल एक्स गरौँ, यसलाई डिलिट गरौँ, के भयो आई डोन्ट नो, के भयो ल ठिक छ। अब यस्तो गरिदिउँ, यहाँनिर चाहिँ राखिदिउँ ल है, ठिक छ, आई थिङ्क अल गुड। ल हेर त कोफिसियन्ट के भइरहेछ, अब 0। अब मैले अल्फालाई 0 बनाइदिएँ भने के हुने भयो, यो भनेको त नर्मल रेगुलर नर्मल लिनियर युज गरे जस्तो होइन त, यो 0 गराइदिएपछि त्यो गराइदियो भने के आउने भएन त, 63% एक्युरेसी उता। अनि कोफिसियन्टमा हेरौँ त, सबै कोफिसियन्टको भ्यालु आयो के, 0 राखिदियो भने चाहिँ, बुझ्यो कि नै यो कुरा, यो अल्फालाई 0 राख्यो भने यो भ्यालु 0 हुने भयो, यो 0 भइसकेपछि त त्यो नै 0 भइसकेपछि नर्मल लिनियर रिग्रेसन जस्तो भयो नि त, पहिलाको जस्तै लिनियर रिग्रेसन भनेको सबै फिचरमा डिपेन्ड हुनु होइन त, कुनैलाई फिचरलाई पनि डाउन नगर्नु होइन त। अनि यहाँ के भइरहेछ हेरौँ त, त्यही नै भइरहेछ होइन त छ है। अब यो कुन बेला राइट हुन्छ भन्ने कुरा चाहिँ अब हिट एन्ड ट्रायल नै हो, कुन गर्दा ठिक हुन्छ भन्ने कुरा। अब जस्तो 0.01, तर यसको एउटा प्याटर्न चाहिँ आउँछ कि, जस्तो कुनै ठाउँमा बढ्दै जान्छ, अब 59% यो भयो भनौँ, 34% यो भयो भनौँ, यसमा चाहिँ अराउन्ड 1 2 3 4 5 6 7 7वटा डिपेन्डेन्सी चाहिँ हटाइदिएको छ भनौँ न एक हिसाबको। अनि यो टोलरेन्स भनेको आई थिङ्क त्यो नै होला, त्यसको टोलरेन्स होला, त्यही नै होला, ठिक छ, यो क्लियर छ। जस्तो यसमा कस्तो पनि हुन्छ भन्दाखेरि, जस्तो मैले अल्फा गरेको छु नि, इन्टिग्रेसन पनि कम युज गरिरहेको छु कि, फेरि कति इन्टिग्रेसन छ मेरो, म्याक्सिमम इन्टिग्रेसन यसमा 1000 हो नि त,
1000 हो नि त। अब म इन्टिग्रेसन अलिकति बढाइदिन्छु। म्याक्स इटर 1000 छ, लेट चाहिँ म 10,000 मा गरिदिन्छु। म्याक्स इटर इज गर्स टु 10,000 मा पुऱ्याइदिन्छु हैन। उसले त 1000 मा पैसा रोकिदिएछ नि त इन्टिग्रेसन हाम्रो, होइन त? त्यो गऱ्यो भने अनि यो मैले युज गरेको भ्यालु चाहिँ यहाँ देखाउँदै जान्छ है, अल्फा 0.1 मैले जुन आफै हालेको डिफल्ट बिना त्यसरी हेर्न मिल्छ। अनि मैले त्यो गरेँ भने सेममै के भयो, खासै चेन्जेस आएन। किन खासै चेन्जेस आएन भन्दाखेरि यसले टोलले रोक्दियो होला कि, टोल पनि बढाइदिउँ न 0.00 3टा 4वटा 5वटा 0 भयो। टोलरेन्सले नि रोकिदिन्छ कि फेरि इन्टिग्रेसन नपुग्दै रोक्यो। लगभग इन्टिग्रेसन जति पुऱ्याए पनि यो काम छैन। यसको कस्ट यो 0.1 मा त्यही नै हो। 0.05 मा कति हुन्छ हेरौँ त, 56 र 34 अराउन्ड सेमै छ है। यो चाहिँ के भयो मेरो L1 रेगुलराइजेसन भयो, ल्यास होइन। अब L2 रेगुलराइजेसनमा ट्राई गर्छु। L2 चाहिँ कुन हो, SK रिच रेगुलराइजेसन सुनिरहेको होला। सो रिच कतिको सुनेको छ, सुने छैन है। ल त्यो चाहिँ कुनमा छ, लिनियर वर्डको रिचभित्र छ। म यसलाई चाहिँ टेक्स्टमा कन्भर्ट गर्छु। म एस गरेर आरआइडिजी रिच युज गर्छु है त। यो माथिको के भयो, माथिको के ल्यास्तो भयो, त्योभन्दा तलको रिच भयो। रिचलाई के गर्नु पऱ्यो मैले, फ्रम एस्केलन डट लिनियर मोडल इम्पोर्ट रिच होइन त, यति भयो होइन। रिचको प्यारामिटरहरू के छ हेरौँ। आई थिङ्क सेम प्यारामिटर नै हो, अल्फा हो, लगभग सेम नै हो। अल्फाले त्यही डिटरमाइन गर्ने कति राख्छ भनेर होइन। एउटा बनाऊँ मोडल रिच भनेर बनाउँछु, इज इक्वल्स टु त्यो चाहिँ के भयो, रिच मोडल मैले बनाइदिएँ होइन। त्यसमा चाहिँ म अब के गर्छु, मोडल रिचमा कति राख्ने, अल्फा इज गर्छु सुरुमा 1 राख्नु, स्टार्ट विथ 1 होइन। अनि मोडल रिच इज इक्वल्स डट फिट एक्सटेन्ड, डाटा छुट्याइसकेँ त्यो टेन्सन लिनु परेन, एक्सटेन्ड वाइ ट्रेन। ठिक छ। म एउटा फङ्सनै लेखिदिन्छु पुरै यार, डेफ चेक C1। यसमा के हुन्छ भन्दाखेरि यसमा चाहिँ मोडल पठाइदिनु पर्यो, मोडल कमा एक्सटेन्ड पठाउनु परेन। यो पठाइसकेपछि उसले चाहिँ के गरिदियोस् भन्दाखेरि यो प्रिन्ट मोडलको उसले डाइरेक्ट गरिदियोस् क्या। एकचोटि कसले कल गर्नै जाला, मोडल त्यो मोडलको चाहिँ स्कोर उसले ल्याइदियोस्। यो ट्रेनिङ स्कोर भयो, अर्को प्रिन्ट गरेर टेस्टिङ स्कोर पनि ल्याइदियोस् होइन त। के गरेस्, सरी स्कोर एक्स ट्रेन होइन, एक्स टेस्ट हालिदिउँ। यसमा वाइ ट्रेन होइन, वाइ टेस्ट हालिदिउँ। गुड टु गो। ठिक छ। मोडल र स्कोर यति गरिसकेपछि अब मैले सिम्पली चेक मोडल रिच गर्दै पुग्यो क्या। बेकारमा एउटा टाइप गर्ने को भन्छ, चेक इज नट डिफाइन्ड। C1 किन हालेँ मैले, आई डोन्ट निड C1। यसलाई रन गरिदिनु पऱ्यो, यसलाई चेक गरिदिनु पऱ्यो। कति आयो, 0.62 र 0.35 है। यसको कोफिसियन्ट पनि आउने, यहाँ देखाइदिउँ न पुरै। प्रिन्ट मोडल डट COEF होइन त। ल हेरौँ त, लगभग सबैसित नै रिलेट गराइदिएको रहेछ। जब हामीले के राख्यौँ, अल्फा कति राख्यौँ, 1 राख्यौँ। लेट्स से अल्फा 0.1 राख्छु है। त्यो गऱ्यो भने के गर्छ, त्यो गऱ्यो भने 63-34 रिलेसन छ। पेनाल्टी अलिक बढिदिउँ न, स्क्वायर हो, पेनाल्टी अलिक बढिदिउँ। जस्तो 5 को पेनाल्टी दिउँ, के हुन्छ। पेनाल्टी बढिदिँदाखेरि पनि यसले गरिरहेछ है।
के गऱ्यो भने त्यसको कम होला अझै बढाइदिउँ पेनाल्टी पेनाल्टी 10 हुँदाखेरि 10 को फ्याक्टर हुँदा के छ यति आइरहेको छ कोफिसिएन्ट हैन अब म एउटा के गर्छु भन्दाखेरि अर्को एउटा रिच मोडल पनि बनाउँछु मोडल रिच बनाउँछु यसमा चाहिँ अल्फा 0 हालिदिन्छु सपोज पेनाल्टी नै नदिएको बेलामा के है ठिक छ भइसक्यो के भयो पेनाल्टी 10 वालै गराउँछु यसलाई फिट गरिदिन्छु यो गरिदिन्छु अनि मोडल रिच 2 भन्छु इज इक्वल्स टु के हो एराई टिजी रिच अनि त्यसपछि यसको के सक्छु मैले अल्फा इज इक्वल्स टु 0 हैन त्यसमा म त्यसपछि के गर्छु मोडल डट रिच 2 मा चाहिँ डट फिट पनि गर्छु एक्स ट्रेन र वाइ ट्रेन के गर्छु फिट गर्छु मोडल सेटमा मोडल रिच 2 भनेर सबै तीनटा काम एकैचोटि गरिदिन्छु क्या हेरौँ त डिपेन्डेन्सी नहुँदाखेरि के हुँदो रहेछ यो फर्स्टको कति हुँदो रहेछ डिपेन्डेन्सी कस्ट प्यारामिटर कति नब कतिमा पुग्दो रहेछ 0.43 मा पुगिरहेछ यो सेकेन्ड नब कतिमा पुगिरहेछ 0.81 मा पुगिरहेछ यसले चाहिँ अलि ओभरफिट गर्न खोजिरहेको रहेछ डिपेन्डेन्सी गराएपछि के भयो 0.34 मा पुग्यो कि जस्तो जहिले घटाउँछ भन्ने पनि हुँदैन क्या फेरि जहिले 0 बनाउँछ जस्तो अलि यालवान रेगुलराइजेसनले टेन्टेटिभ 0 बनाइदिन्छ कि धेरै किनभने एब्सोल्युटमा हाल्छ नि त यसले चाहिँ अलिक धेरै कस्ट बनाउने भएको कारणले गर्दाखेरि अलिकति सप्रेस गर्ने काम मात्र गर्छ त्यही भएर L2 रेगुलराइजेसन धेरै युज हुने कारण त्यो पनि हो कि है अनि एक्युरेसीमा हाम्रो कति फरक पर्यो हेरौँ त जब मैले 10 को अल्फा हालेँ 10 को अल्फा हालेँ भने कति भयो मेरो टेस्ट एक्युरेसी ट्रेन 0.48 टेस्ट चाहिँ कति भयो 0.33 नर्मल हाल्दा कति भयो हेरौँ त 0.63 0.34 यो दुईटामा कुन मोडल राम्रो मोडल 1 राम्रो नि जस्तो यसमा टेस्ट एक्युरेसी कति छ 0.34 छ ट्रेन एक्युरेसी कति छ 0.63% छ उसले डाटा धेरै ओभरफिट गरिरहेछ के गराएको छ नि त ओभरफिट पहिला चाहिँ उसले 63% मिलाइरहेछ पछि चाहिँ जम्मा 34% मिलिरहेछ भन्न खोजेको उसले डाटालाई चाहिँ जानी प्लट गरिदिरहेछ के त्यो लाइन मिलाउनको लागि किन भन्दाखेरि यसमा त 18वटा प्यारामिटर छ नि त 18वटा प्यारामिटर भएपछि त 100/18 सम्म पुग्ने भयो जस्तो लाइन पनि बनाउन सक्ने भयो नि त उसले होइन त तर यसमा चाहिँ के गरिरहेछ भन्दाखेरि त्यो डिपेन्डेन्सी चाहिँ घटाउँदैछ क्या यो 53 जस्तो हाम्रो खासमा राम्रो ओभरफिट नभएको मोडल भनेको 0.33 आउनुपर्छ 0.32 आउनुपर्छ कि यो दुईटाको ट्रेन र टेस्टको एक्युरेसी भनेको 0.1 0.5 सम्म मात्रै डिफ्रेन्स हुनुपर्छ क्या त्यस्तो 0.1 देखि 0.5 सम्म यो चाहिँ राम्रो मोडल हो कि त्यो भनेको चाहिँ घोकेको छैन भन्ने टाइपको मोडल हो कि बरु कम एक्युरेसी हुनु भनेको के प्रब्लम हो भन्दाखेरि डाटा सेट कम रहेछ अलिक बुझ्न गाह्रो भयो डाटा सेट बढाउँ भन्न खोजे हो त्यो अर्को कन्सर्न भयो या एल्गोरिदमले काम गरेन भने अर्को कन्सर्न भयो तर यो त म्यासिभ कन्सर्न हो कि टेस्ट र ट्रेनमा यस्तो जेप्पाइदै आउनु भनेको त म्यासिभ कन्सर्न हो अब यसमा के गर्न सकिन्छ भन्दाखेरि आई गेस अल्फाको भ्यालु मैले 100 राख्दिएँ भने हुन्छ होला कतिमा पुग्छ डिपेन्डेन्सी अझै घट्यो 55 मा पुग्यो है कतिमा थियो यो 58 मा थियो है अल्फाको भ्यालु 1000 राखौँ लेट्स डु म्याक्स इटर चाहिँ बढाउँ 1,00,000 चोटि गर्छ 55 र 30 हुनेको किन पुग्यो भन्दाखेरि नन छ होइन यस्तो गरौँ न म्याक्स इट्रिगेसन राखिदिउँ ओके ल यस्तो गरौँ म्याक्स इट्रिगेसन राखिदिउँ टोलरेन्स चाहिँ नन राखिदिउँ टोलरेन्सलाई मतलब भएन म्याक्स इट्रिगेसन पुरा पठाउने गरिदिउँ क्या होइन त्यो गऱ्यो भने के हो भने 1,00,000 चोटि नै चल्ने भयो क्या यो टोलरेन्समा रोकिने भएन सिस्टम
द टोटल भ्यालु अफ मस्ट बी इन द फ्लोटमा हुनै पर्दो रहेछ 0 देखि INF राखिदिउँ INF लिन्छ यसले लिँदैन 55-40 यही नै हो अब यो डाटा सेटको योभन्दा बढी जानै मिल्दैन अब यो चाहिँ के भयो हाम्रो यो चाहिँ कस्तो खालको नर्मलाइजेसन भयो L2 नर्मलाइजेसन भयो ए जति जति यो मैले यो उस बढाउँदै जान्छु नि के भन्छ अरे अल्फा बढाउँदै जान्छु त्यति त्यति यसको डिपेन्डेन्स घटाउँदै जान्छ यो 0.81 अघि यहाँ कति पुगेको थियो 0.34 पुगेको थियो याद छ अहिले कति पुग्यो 0.12 पुग्यो अनि L2 मा चाहिँ जेरै चाहिँ पुग्दैन के यो L1 चाहिँ अलिक खालको स्ट्रङ नर्मलाइजेसन हान्दिने खालको हो L1 चाहिँ L2 चाहिँ अलिकति बिस्तारै बिस्तारै नर्मलाइजेसन हाल्ने खालको नर्मलाइजेसन हो के त्यस्तो धेरै पेनाल्टी दिँदैन स्क्वायर देखि पनि त्यस्तो धेरै पेनाल्टी दिँदैन के त्यसलाई है अनि यो स्ट्रङ भयो यो विक भयो कतै पार्ट यसको कतै पार्ट यसको युज गर्यो भने चाहिँ अझ इफेक्टिभ नर्मलाइजेसन आउँछ कि भन्न खोजेको मिनी स्क्वायर इररमै हामीले के गर्न सक्यो भने भन्दाखेरि मिनी स्क्वायर इरर त भइहाल्यो प्लस अल्फा 1 युज गरेर चाहिँ L1 प्लस अल्फा 2 युज गरेर L2 गर्यो भने दुईटै नर्मलाइजेसन हान्ने हो नि त एकैचोटि त्यो हान्ने चाहिँ कसले भयो इलास्टिकले अब चाहिँ इलास्टिक एकचोटि गरौँ है त बुझिरहेको छ कि छैन इलास्टिक है इलास्टिकको चाहिँ एस्केलॉन इलास्टिक नेट इलास्टिक पनि लिनियर मोडल भित्रै छ फ्रम एस्केलॉन डट लिनियर मोडल इम्पोर्ट के इलास्टिक धेरै चाहिँ इलास्टिकै युज गरिन्छ नर्मल्ली इलास्टिक नेट है अनि इलास्टिक नेट भयो जस्ट रन इट अनि यति गर्ने काम चाहिँ एकैचोटि हान्दिउँ बरु यो फिट गर्ने बनाउने काम इलास्टिक नेटको एकचोटि प्यारामिटर हेरौँ त यहाँ के छ यहाँ के यो मिनिमाइजेसन फङ्सन कस्तो रहेछ हेरौँ त यहाँनिर यो फङ्सन अलिकति बुझियो म चाहिँ बुझेँ नि त म यहाँ लेखिदिन्छु है अब मेन इम्पोर्टेन्ट चाहिँ इलास्टिक हो कि मेन इन्डस्ट्रीमा युज गर्ने अहिले दुईटैको कम्बिनेसन कि एउटा हामीले देख्यो नि एउटा कस्तो स्ट्रङली जिरो बनाइदिँदो रहेछ अर्कोले के गर्छ बिस्तारै बिस्तारै घटाउँदै गइरहेछ नि अब यो दुईटैको कम्बिनेसन के चाहिने ठाउँमा स्ट्रङली काम पनि गरिदिने नचाहिने ठाउँमा बिस्तारै घटाउने पनि यसमा के हुन्छ भने हाम्रो लस फङ्सन के हुन्छ त्यहाँ हेरेर मलाई भन्न सक्छ लस फङ्सन कसैले 1/2 इन्टु नम्बर अफ स्याम्पल n अनि समेसन अफ y माइनस y क्यापको स्क्वायर है अनि त्यसपछि प्लस अल्फा इन्टु L1 रेसियो इन्टु समेसन अफ I1 देखि ज्ञानसम्म यो हाम्रो वेटको के W को एब्सोल्युट भ्यालु है अनि प्लस 0.5 अल्फा इन्टु 1 माइनस L1 रेसियो इन्टु समेसन अफ I1 देखि यहाँसम्म वेटको होल स्क्वायर यो हाम्रो यो यति चाहिँ के टर्म भयो यो L1 हैन हो L1 यो चाहिँ के भयो यो चाहिँ L2 भयो अनि यो दुईटा बिचको प्यारामिटर भनेको के हुनु पर्यो यो दुईटा प्यारामिटर के छ यहाँ त अल्फा छ एउटा अर्को के छ L1 रेशियो छ अल्फा र L1 रेशियोले चाहिँ यसलाई कति इम्प्लिमेन्ट गर्ने र यसलाई कति इम्प्लिमेन्ट गर्ने यस्ता देखाछ कि यसमा डाइरेक्टली यहाँ अल्फा 1 अल्फा 2 नराखिकन यस्तै राखेछ कि यो चाहिँ कतै म्याथमेटिक्सबाट यसरी राख्यो भने चाहिँ यसको इफेक्ट र यसको इफेक्ट राम्ररी युज हुन्छ भनेर पत्ता लगाएको फर्मुला हो यो दुईटा फेरि कुरा बुझियो
जस्तो यहाँ जस्तो मेन कन्सर्न मेरो के हुन्थ्यो डाइरेक्ट यो लस इक्वेसन मेरो यत्रो भयो अब डाइरेक्ट यो यत्रो दुःख गरेर यत्रो दुईटा कम्प्लेक्स तरिकाले लेख्नु छाड्दा यहाँनिर अल्फा 1 यहाँनिर अल्फा 2 या ल्याम्डा 1 ल्याम्डा 2 लेख्दिएको भए हुँदैन थियो हुन्थ्यो नि त त्यो गरेर के हुन्छ युजरसित क्यापेसिटी हुने भयो होइन जस्तो युजरसित क्यापेसिटी भइसकेपछि युजरले चाहिँ पाइने भेल्यु हालिदिन सक्छ कि अनि यो चाहिँ कतै म्याथमेटिक्सबाट यो अल्फा र एल1 रेसियो यस्तै राख्छ जस्तो मैले अल्फाको भ्यालु सपोज 0.1 राखेँ एल1 को भ्यालु सपोज मैले 1 राखेँ भने मेरो एल1 रेगुलाइजेसन कति हुने भयो 0.1 को स्केलमा एल1 रेगुलाइजेसन हुने भयो एल2 रेगुलाइजेसन चाहिँ कति स्केलमा हुने भयो 0.5 इन्टु 0.1 इन्टु 1 माइनस एल1 रेसियो भनेको कति छ मेरो एल1 रेसियो 1 छ भनेपछि त्यो 0 हुने भयो त्यो चाहिँ सबै टर्म 0 हुने भयो भनेपछि एल1 0.1 को स्केलको एल1 रेसियो मात्र युज हुने भयो त्यसरी हामीले एल1 रेसियो र एल2 रेसियो गर्ने चलन छ अनि नर्मल्ली चाहिँ अल्फा चाहिँ यो अल्फाले चाहिँ एल1 रेसियो कन्ट्रोल गर्छ एल1 रेसियोले चाहिँ एल1 रेसियो कन्ट्रोल गर्छ अल्फाले चाहिँ एल2 रेसियो कन्ट्रोल गर्छ क्या नर्मल्ली यसमा डेफिनेटली एल1 रेसियो कन्ट्रोल गर्ने यो एल1 रेसियोको हात हुन्छ यसमा कन्ट्रोल गर्न चाहिँ अल्फाको हात हुन्छ कि धेरै किनभनेदेखि 1 माइनस अल्फा एल1 रेसियोमा काम गरेछ नि त यहाँ है अनि जस्तो यसको ठ्याक्कै अल्फा र एल1 रेसियो कसरी पत्ता लगाउन सकिन्छ भन्दाखेरि अल्फा भनेको ए प्लस बी हो एल1 रेसियो भनेको ए डिभाइडेड बाई ए प्लस बी हुन्छ कि जस्तो यदि यसलाई चाहिँ मैले सपोज ए बनाएँ यतिलाई चाहिँ मैले बी बनाएँ भने ए र बी को मलाई भ्यालु पत्ता लगाउन मन छ भने चाहिँ ए को भ्यालु भनेको अल्फा इक्वल्स टु ए प्लस बी हुन्छ अनि एल1 रेसियो भनेको ए डिभाइडेड बाई ए प्लस बी हुन्छ यस्तो टर्ममा लेखेँ भने चाहिँ ए इन्टु W1 प्लस 0.5 इन्टु बी को टर्ममा लेख्यो भने चाहिँ यस्तो इक्वेसन भन्छ यो चाहिँ 0.5 है बुझ्यो कि नै कन्फ्युज भयो र शङ्कर सर बुझ्नुभयो कि नै बुझ्नुभयो नि ल ठिक छ यो धेरै कन्फ्युजन नभऊ एकचोटि गरेर नै हेरौँ अनि गरौँला अरू त अब यसको स्पार्स कोफिसिएन्टहरू स्पार्स म्याट्रिक्स इन्टरसेट भइहाल्यो यो भइहाल्यो ल लेट चाहिँ गरेरै हेरौँ है धेरै कन्फ्युज नहौँ म के गर्न सक्छु मोडल इलास्टिक गर्न सक्छु इज इक्वल्स टु के गर्नु पर्यो मैले इलास्टिक नेट युज गर्न सकेँ त्यसमा के गरौँ डिफल्टै युज गरौँ न सुरुमा डिफल्टमा के हुँदो रहेछ है त्यसपछि मैले के गर्नु पर्यो मोडल इलास्टिकमा चाहिँ एक्स ट्रेन वाइ ट्रेन गर्नु पर्यो अनि मैले चेक पनि गरिदिन्छु यति तीनटा काम एकैचोटि गरिदिन्छु है त मोडल इलास्टिक ल हेरौँ त इलास्टिक नेट फिट सरी हेरौँ त यसले कति गर्यो यसले L1 नर्मलाइजेसन चाहिँ धेरै इफेक्ट गर्यो कि यसमा त्यही भएर कोफिसिएन्टहरू धेरै जिरो भयो यिनीहरू चाहिँ उसो भयो नि त यस्तो गरिदिउँ न 50-50 गर्नलाई के गर्नु पर्ला ए को भ्यालु 5 राख्न बी को भ्यालु 2 राख्नलाई अल्फाको भ्यालु कति अब यो यस्तो गरिदिउँ न त त्यसलाई सिम्पली यस्तो गरिदिउँ होइन अनि अल्फा इज इक्वल्स टु स्ट्रेन राखौँ L1 रेसियो इज इक्वल्स टु 0.1 राखौँ लेट्स सी कस्तो आउँछ L1 रेसियो के हो स्पेलिङ L1 L स्मल रहेछ ठ्याक्क मिल्नुपर्छ है ल यो गऱ्यो भने त बवाल
L1 मा धेरै उस गर्दो रहेछ आई थिङ्क L1 रेसियोमा 0.8 गऱ्यो भने L2 को घटाउँदै जान्छ होला घटाउँदैन रहेछ अल्फा 1 गऱ्यो भने यो पनि घटाउँदैन रहेछ अल्फा 10 रेशियो बढ्यो भने त्यो L1 रेशियो भयो भने यो लेफ्ट साइडको बढी चल्छ L1 रेशियो सानो हो भने राइट साइडमा बढी चल्छ किन 1 minus L1 रेशियो भएर त्यो L2 को हैन अल्फा भनेको A प्लस B हो हैन अल्फा A प्लस B भनिसकेपछि लेट्स से यस्तो गर्दिम यति गर्ने डेफ गरिदिन्छु सेक रेशियो गरिदिन्छु हैन के हुन्छ थाहा छ यति के हुन्छ थाहा छ फर आई इन रेन्ज 10 वटा चेक गरिदिन्छु अल्फा भनेको आई एस्ट्रिक आई मात्र राखिदिन्छु L1 रेशियोस भनेको चाहिँ आई एस्ट्रिक 0.1 मा राखिदिन्छु यो गऱ्यो भने 10 वटा आउने भयो नि त हैन लेट्स डु अनि यसमा चाहिँ सेक रेशियो भन्ने फंक्सन कल गरिदिन्छु यो गऱ्यो भने 10 वटा मोडल ट्रेन हुने भयो नि मैले एकैचोटि हेरौँ त भयो नि त एकैचोटि 10 वटा मोडल ट्रेन भयो नि त यो बुझ्यो कि बुझेन एकैचोटि 10 वटा मोडल ट्रेन भएको कसरी ट्रेन गराएको छु भन्दाखेरि मैले इलास्टिक नेटको 10 वटा रेन्जमा मोडल ट्रेन गराएको छु अल्फाको भ्यालु फर्स्ट केसमा के राखेको छु फर्स्ट इन्टिग्रेसन अल्फाको भ्यालु आई राखेको छु आई भनेको 0 हुन्छ अनि L1 को कति राखेको छु 0 नै राखेको छु सिम्पली 0 सेकेन्ड इन्टिग्रेसनमा के हुनु भयो 1 हुने भयो L1 कति हुनु भयो 0.1 हुने भयो आई थिंक हैन त्यसपछि के हुने भयो 2 हुने भयो 0.2 हुने भयो यसरी मैले खासमा यसरी नै लुप गरेर डिफरेन्ट मोडल चेक गर्ने हो के कुन भ्यालु चाहिँ राइट हुन्छ भनेर त आफैले हिट एन्ड ट्रायल गरिदैन के अनि त्यो गर्दाखेरि के आयो हेरौँ त फर्स्टमा चाहिँ 0.63 र 0.33 सबै डाटासित डिपेन्डेन्ट छ त्यसपछि कति आयो 0.48 र 0.29 आयो योसित डिपेन्डेन्ट छैन योसित डिपेन्डेन्ट छैन तीनटा चारवटासित डिपेन्डेन्ट छैन त्यसपछि कति आयो 0.15 र 0.01 त्यसमा डिपेन्डेन्ट कोसित छ योसित छ योसित छ 1 2 3 4 5 6 वटा फिचरसित डिपेन्डेन्ट छ त्यसपछि कति आयो 0.04 0. यो केस छ नि यो केस चाहिँ अलिकति राम्रो रिजल्ट हो कि हाम्रो लागि अहिलेसम्म ट्रेनिङ र टेस्टिङ हेरौँ न कस्तो मिलेको छ नि त कतिको फरक छ जम्मा 0.15 र 0.9 भने कतिको फरक भयो 0.06 0.6 होइन त यिनीहरू सबै हावाहरू यो भनेको कुन बेलाको इन्टिग्रेसनको भयो फर्स्ट सेकेन्ड थर्ड भनेको मेरो यो अल्फाको भ्यालु 2 र 0.2 राखेको केस हैन अल्फाको भ्यालु 0 र 0.2 राखेको केस भन्छ यसमा अझै अलिकति एडिट हानौँ न त अल्फाको भ्यालु 2 र 0.2 राख्दा राम्रो आएन भनेपछि यस्तो गरौँ न त 2 देखि नै रेन्ज बढाम भनेपछि 0.2 ले मल्टिप्लाई गर्यो भने के हुन्छ यसमा सुरुमा 0 हुन्छ नभए यस्तो गरिदिउँ न त लिस्ट बनाऊँ लिस्ट इज इक्वल्स टु 0.2 कमा 0.22 कमा 0.24 कमा 0.67 and 0.25
0.26 गरौँ कमा 0.2220 गरौँ हैन 1 2 3 4 5 वटा भयो लाई रेन्ज 5 गरिदिउँ अल्फाको भ्यालु चाहिँ 2 एस्टेरिक 2 प्लस आई गरौँ हैन 2 को सराउन्डमै बढाउनु पर्यो भने चाहिँ 2 पोइन्टमा गरौँ हैन 2 प्लस आई एस्टेरिक 0.1 गरिदिउँ 2 कै रेक्सेटमा बढ्यो गर्यो भने हैन अनि L1 रेसियो चाहिँ आई इन्टु लिस्टको आई गरिदिउँ बुझ्यो यो अलि कम्प्लेक्स त भएन लिस्ट ए गरिदिउँ त्यो दिँदैन यसले लिस्ट ए गरिदिउँ यो बुझ्यो लुप बनाएको आई थिङ्क त्यस्तो कम्प्लेक्स पनि छैन बेसिक पाइथन पढिसक्यो बुझ्नुपर्छ ल हेरौँ त के भयो रन भएन क्या भयो 10 रन भइसक्यो हेरौँ त 0.2 र अल्फाको भ्यालु आई गेस 2 हुँदाखेरि कति भयो 0.51 र 0.30 त्यसपछि 0.095 र 0.059 चाहिँ अल्फाको भ्यालु कति अल्फाको भ्यालु 2 प्लस 0.1 भनेको 2.1 अनि L1 रेसियोको भ्यालु चाहिँ 0.22 त्यो गर्दाखेरि कति भयो 0.94 र 0.59 यो पनि त्यति राम्रो रिजल्ट होइन यसको डिपेन्डेन्सी कति गर्यो 1 2 3 4 5 वटामा त डिपेन्ड गर्यो अरूमा डिपेन्ड गर्यो लगभग हाम्रो बेस्ट रिजल्ट चाहिँ त्यही 0.2 र उसमै आछ कि 0.2 र यसमै आछ 2 र 0.2 मा आछ ल यसरी नै डिफ्रेन्ट मोडलको डिफ्रेन्ट यताउति गर्न सकिन्छ बुझ्यो किन स्पार्स लिनियर बुझ्यो कि अब प्र्याक्टिस गरौँ ल यो अहिले यो खासमा डाटा नै पत्तुर भएर हो कि यो बिग्रेको अहिले यो त्यति हाम्रो एक्युरेसी आएको छैन नि किन भन्दाखेरि 19 वटा फिचर भएको डाटा जम्मा 263 वटा छ कि यो त लास्टै कम डाटा हो कि फिचर चाहिँ लास्टै ओभरलोडेड छ डाटा कति छ जम्मा 260 वटा छ क्यालिफोर्निया हाउसिङको राम्रो आउँछ किन भन्दाखेरि उसको फिचर कतिवटा छ क्यालिफोर्निया हाउसिङको 8 वटा छ तर डाटा त 17,000 वटा छ नि त जस फिट गर्नलाई डाटै चाहिन्छ क्या अब एउटा पोइन्ट त्यहाँ छ एउटा पोइन्ट यहाँ छ भनेपछि लाइन बिचरा कसरी फिट गरोस् क्या जसरी नि म्याथमेटिकली मिल्दैन नि त त्यसपछि बिचको प्रेडिक्सन हुन्छ एक्युरेसी बिग्रिन्छ कि त्यही भएर मैले यो चाहिँ पाइदै डाटामा मैले गर्दै अब क्यालिफोर्निया हाउसिङमा चाहिँ गरौँ अनि मैले हिजो टास्क पनि दिएको थिएँ नि कसले एक्युरेसी बढाउन सक्छ भनेर त्यो टास्क आज कन्टिन्यू गरौँ कसले यहाँ बढाउँदो रहेछ है अब हामीसित टेक्निक के हुनु भयो एउटा पोलिनिमियर बढाउनु भयो फिचर कम छ के गर अब हाम्रो एक्चुअली यस्तो वर्क म्याप बुझौँ है हामीसित फिचर कम छ डाटामा के गर्न सक्यो फिचर बढाउन सक्यो पोलिनिमियर फिचर युज गरेर पोलिनिमियर भ्यारिएबल युज गरेर हिजो बढाइएको थियो नि फिचर 5 वटा फिचरलाई 8 वटा फिचरलाई कति 44 वटा बनाएको होइन त x3 x2 को डिग्रीमा बुझाएर फिचर कम छ यो बढाऊ फिचर बढी छ डिपेन्डेन्स घटाऊ त्यो चाहिँ हाम्रो अब डिसिजन प्यारामिटरहरू हुने भयो के अनि एक्ज्याक्टली कसैको दुनियाँ भन्न सक्दैन कि यो ठ्याक्कै यो टेक्निक युज गर्यो भने राम्रो हुन्छ मेरो डाटा सेटै प्रेडिक्सन राम्रो गर्छ भनेर डाटामै डिपेन्ड गर्छ कि यो कुरा कुनै डाटामा सिम्पल लिनियर इक्वेसनले राम्रो प्लट गरेर जान्छ जस्तो डाटा यस्तो छ भने के प्लट राम्रो गर्ने भयो सिम्पल लाइनै बेस्ट हो नि त यसको लागि किन मलाई यस्तो लाइन चाहियो होइन तर डाटा यस्तो छ भने लाइन कस्तो चाहियो यस्तै चाहियो यसमा पोलिनिमियर डिग्री बढाउनु पर्यो होइन त इट्स अल अबाउट डिसिजन चोइसेस है अहिले चाहिँ हामीले के गरिरहेछौँ रे अहिले चाहिँ हामीले के युज गरिरहेछौँ रे योहरू यस्तो पोलिनिमियरहरू गराउन त्यो डाटाको डिग्रीको इक्वेसन एक्सलाई नै एक्स स्क्वायर समथिङ बनाइरहेछौँ नि कसैले मलाई यो क्वेसन सोधेन यसरी यो गर्न त मिल्थ्यो नि त एउटा लिनियर इक्वेसन प्लस अर्को लिनियर इक्वेसन जस्तो सर्कल भनेको के हो अरे सानो स्ट्रेट लाइनको कम्बिनेसन हो कि नै जस्तो मेरो सपोज यो कप भयो भने यो कप भनेको यहाँदेखि यहाँसम्म स्ट्रेट यहाँदेखि यहाँसम्म स्ट्रेट यस्तो सानो स्ट्रेट लाइनको कम्बिनेसन हो नि त हो कि नै टेक्निकल्ली हो नि त हो न्युरल नेटवर्कमा चाहिँ हामीले के गर्छौँ भन्दाखेरि
सानो 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 लिनियर रिग्रेसनहरू जोडेर एउटा नेटवर्क ग्राफ प्लटिङ गर्छौँ कि त्यसमा चाहिँ अब यो पोलिनोमियल बनाउनु पर्ने रेगुलराइजेसन हाल्न पर्ने टेन्सनै भएन। त्यसमा चाहिँ के गर्ने भन्दाखेरि डाटालाई एकचोटि लिनियर रिग्रेसन फेरि लिनियर रिग्रेसन फेरि लिनियर रिग्रेसन गर्ने कि त्यो गऱ्यो भने के हुन्छ भन्दाखेरि सानो सानो लाइन जोडेर अर्को लाइन बनाए जस्तो भयो कि जस्तो मलाई मेरो डाटा चाहिँ कस्तो छ अरे यस्तो छ अरे भने यसमा मैले यस्तो खालको चाहियो मेरो कल चाहियो कि चाहिएन यो भनेको त छुट्याएर मैले एउटा यस्तो स्ट्रेट लाइन एउटा स्ट्रेट लाइन पनि बनाउनु पाउँछु नि त त्यो गर्नु भनेको मैले दुईवटा प्यारलले दुईवटा लिनियर रिग्रेसन गरेँ भने यो हुँदैन त जस्तो डाटा यहाँ बिचमा छुट्याएर यति लिनियर रिग्रेसन एउटा यति रिग्रेसन गर्नु भन्ने हुन्छ नि त हो। अब मोडर्न चाहिँ यस्तो टेक्निक युज गरिन्छ कि मोडर्न न्युरल नेटवर्कमा चाहिँ यो टेक्निक युज गरिन्छ न कि यो युज गरिन्छ। यो चाहिँ 15 वर्ष पुरानो आयो पहिला चाहिँ यस्तरी गरिन्थ्यो रेगुलराइजेसन गर्ने यो गर्ने प्यारामिटर आफै इक्वेसन सेट गर्ने होइन। अब जस्तो यहाँ पनि त हामीले जस्तो एक्स स्क्वायर एक्स क्युब राख्न दुःख मानेर यो डाइरेक्ट यस्तै पिनारले दिने सिस्टम बनाएको हो कि नै स्पार्समा होइन त। अब हो यो इक्वेसन पनि कस्तो बनाउने भन्ने दुःख पनि छोडेर सब लिनियर बनाउने सिस्टमतिर गइसक्यो बुझेको कुरा ल। यो चाहिँ न्युरल नेटवर्कमा गरिन्छ। न्युरल नेटवर्कको फन्डामेन्टल वर्किङ प्रिन्सिपल यही हो। अहिले पछि म न्युरल नेटवर्क पढाउँदा अझै यसलाई डिटेलमा पढाउँदा पढिन्छ नि एएनएन आर्टिफिसियल न्युरल नेटवर्क भनेर पर्सेप्ट्रन नेटवर्क भनेर पढिएको छ नि। पर्सेप्ट्रन नेटवर्कको फन्डामेन्टल प्रिन्सिपल यही नै हो तर यहाँ चाहिँ लिनियर रिग्रेसनको लाइन र सिग्मोइड लाइन युज गरिन्छ। त्यही भएर आर्टिफिसियल न्युरल नेटवर्कको इक्वेसन चाहिँ सिग्मोइड एएक्स प्लस बीको टर्ममा हुन्छ। याद गराएको छ कतै हेरेछ भने आर्टिफिसियल न्युरल नेटवर्कको इक्वेसन पर्सेप्ट्रनको इक्वेसन शङ्कर सरले अलिकति रिड गर्नुभएको छ होइन। ल लेट्स प्र्याक्टिस। अब आधी घन्टा बाँकी चाहिँ आधी घन्टा चाहिँ प्र्याक्टिसै गरौँ। अनि आज चाहिँ मैले यसपछिको अर्को एल्गोरिदम हामीले पढ्ने भने चाहिँ डिसिजन ट्री भन्ने एल्गोरिदम पढाएको थियौँ। ट्री बेस्ड एल्गोरिदमहरू यो चाहिँ लाइन बेस्ड एल्गोरिदम भयो। अर्को ट्री बेस्ड एल्गोरिदम पनि सकेको छ। ट्रीबाट सुरु गर्छु थ्योरी भने सक्नुहुन्छ भने विचार गरेको थिएँ। अब स्टुडेन्टहरू पनि कम आएको छ यो नै सक्नु पऱ्यो जसलाई उनीहरू पनि कन्फ्युजन छ बेटा फेरि सोधिहाल्छ। ड्राइभमै छ ड्राइभमा होइन उसमा छ भनौँ न क्लासमा चाहिँ हिजोकैमै कन्टिन्यू गरेर आएको मैले बुझेको नै अझै कतिको इन्ट्रेस्टिङ लागिरहेछ इन्ट्रेस्टिङ भइरहेछ है। अब कोडिङ चाहिँ हाल्नु पऱ्यो तर यस्तो हो नि उताको पाइथन कोडिङ भन्दा यो कोडिङ धेरै सजिलो छ नि। यसमा त्यस्तो केही गर्नु पर्दैन धेरै गर्नु पर्दैन सर बुझेको नै यो हो यो यस्तो हुन्छ क्या यो अब यो तपाईँको कहाँभित्र छिर्यो भन्दाखेरि यो कहिले यस्तै हुन्छ कि यो कहाँनिर हुन्छ हाम्रो भन्दाखेरि कन्टेन्ट हुन्छ कन्टेन्टमा चाहिँ बस्नुहोस् न कन्टेन्टभित्र तपाईँ त्यो छिर्नु भने यस्तो हुन्छ कि कन्टेन्टबाट बाहिर निक्लिनु भने यस्तो हुन्छ कि बुझ्नु कुरा खासमा यसको मेन फोल्डर चाहिँ यस्तो हो कि है। कुशलले बुझिरहेको छ किन अलिअलि होइन पुरै बुझ्नु पऱ्यो नि प्र्याक्टिस त अब मैले गर्दैन नआउने है। अस्मिता बुझेको नि कन्फ्युजन छ भने सोधौँ है नर्लाइकन। ल अब हिजो पढेको एल्गोरिदम इम्प्लिमेन्ट गराए त हो अहिले यो इम्प्लिमेन्ट चाहिँ पहिला उसमा गरौँ है क्यालिफोर्निया हाउसिङको डाटा सेटमा गरौँ। आई थिङ्क हिजोको रिजल्ट कति थियो यादै गरेन कसले याद गराएको छ अराउन्ड 64 समथिङमा थियो बेस्ट रिजल्ट है 64 र 55 थियो क्या उतापट्टि टेस्टिङमा चाहिँ होइन कति थियो हो। अब एकचोटि रेगुलराइजेसन हालेर त्यसमा के पर्छ कि के हुन्छ अनि यो गर्दाखेरि केही प्रब्लम आयो चाहिँ मलाई। अनि कसैलाई जस्तो यो हार्डकोड गर्न मन छ भने गर्दा हुन्छ है सजिलै छ। एउटा यही यो लस फङ्सन चेन्ज गर्ने त हो नि अरू त सेमै त छ नि होइन त। लस फङ्सनमा यो दुईवटा थपिदिनु त हो यो र यो थपिदिनु पऱ्यो अनि यो र यो थपिसक्यो। अब जस्तो अब यस्तो हार्डकोड किन गर्नुपर्छ भन्ने कुरा हो क्या। जस्तो यो साइक्लिक लर्निङ के भने यो अल्फा 1 - एल्गो रेसियो यस्तो टेक्निक युज गरेर गर भन्यो नि त इलास्टिक नेटमा होइन। तर हामीलाई सिम्पली यहाँ L1 यहाँ अल्फा 1 अल्फा 2 गरेर युज गर्न मन थियो भने
हार्डकोडमा त सकियो नि त हामी दुःखरी कोड गराउन सकिएन त त्यही हो क्या फरक हार्डकोड र हर्डकोड उसले साइकिलले भनेको नचाहेर नि मान्न पऱ्यो क्या हामीले नचाहेर नि यो बेकारमा यो अल्फा इक्वल रेसियो 0.5 अल्फा इन्टु 1/0 रेसियोको फर्मुला हामीले बनाउनु परिरहेको छ कि तर यो फेरि जो मान्छे इलास्टिक नेट भन्ने यो एल्गोरिदम निकाल्यो नि उसले पत्ता लगाएको हो कि यो यसरी गऱ्यो भने चाहिँ इफेक्टिभ हुन्छ भनेर फेरि इलास्टिक नेटको हेऱ्यो भने यसको रिसर्च आर्टिकल हेऱ्यो भने त्यहाँ छ त्यो कुरा है